आज यसो बुढीको छुट्टी छ घुम्नलाई यसो आज यता कास्टल पार्क भन्ने ठाउँमा गएको छु जापानको एकदम प्रख्यात मन्दिर हाम्रो ट्रेनदेखि दुईटा स्टेसन चेन्ज गर्नुपर्छ यो कास्टल पार्क जापानको एकदम ओसाकाको एकदम प्रख्यात ठाउँ हो कास्टल पार्क टेम्पल त्यसै पार्क हो भित्र जानुपर्छ बुढी चाहिँ अगाडि छ अहिले घाम पनि राम्रो छ मौसम पनि वेदर राम्रो छ ओसाकाको एकदम फेमस ठाउँ यही हो यहाँ टुरिस्टहरू चाहिँ धेरै बढी मात्रामा आउँछ टुरिस्टहरू चाहिँ बढी आउँछ अब हामी भित्र जाँदैछौँ ल हामी अब भित्र पुग्न लाग्यो ओसाकाको कास्टल पार्क मसँग चाहिँ मेरो वाइफ यो चाहिँ ओसाकाको एकदम फेमस कास्टल पार्क टेम्पल धेरै जसो हाम्रो विदेशीहरू घुम्नको लागि यहाँ दर्शन गर्नको लागि आउँछन् घुम्नको लागि मान्छेहरूको आज भिडभाड छ आज मात्र होइन हरेक दिन यस्तै हो भिडभाड यो मेरो फर्स्ट टाइम हो अब वाइफको पनि छुट्टी छ यसो बुढालाई चाहिँ घुमाउन लगाऊँ भनेर यसो लगेको मलाई यो पानी चढ्ने यो मन्दिर हो त्यसै हात त्यसै दिनुपर्छ देब्रे हात चाहिँ गाह्रो नि त हौ गाह्रो पकाउनुपर्छ क्या मलाई यता बाहिर 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 हो त्यहाँ पर्दैन के त्यहाँ हामी यसै भित्र छिर्नु अगाडि चाहिँ हामीले चाहिँ यो डाँडोमा चाहिँ एउटा दुई हात पखाल्नुपर्छ क्या यो भनेको हाम्रो यो गङ्गा जल जस्तै यो पखाल्नु पर्ने रहेछ यो चाहिँ पवित्र एउटा यो स्थल हो यो हामीले चाहिँ हात चाहिँ दिनुपर्छ हामी भित्र जाँदैछौँ देख्नुहुन्छ मान्छेहरूको पनि भिड धेरै छ आज विभिन्न देशका मान्छेहरू पनि यहाँ घुम्नको लागि जस्तो एउटा गुगलमा म्याप खोजी नै आउँछ क्या हेर्नको लागि अब हामी जाँदैछौँ लगभग हामी पुग्नुलाई 10 मिनट चाहिँ हिँड्नुपर्छ अगाडि यहाँ देख्नुहुन्छ हाम्रो मेन मन्दिर पार्क चाहिँ हो आयो पार्क देख्नुहुन्छ मान्छेहरू पनि त्यहाँ भिड छ मच्छु है भन्दैछ ल हामी फर्किँदैछौँ अब घुमघाम कार्यक्रम सक्यो अब हामी फर्किँदैछौँ ल आज यति नै हो अब बाँकी नभएको नेक्स्ट
नयाँ ठाउँ अनि त्यसपछि नयाँ भ्लग पनि आउँछ अर्को नेक्स्ट नयाँ ठाउँमा। यो चाहिँ अहिले यो ओसाकाको एकदम फेमस ठाउँ यो मान्छेको भिडभाड पनि त्यस्तो हुन्छ। हामी फर्किँदैछौँ मान्छे पनि आउने कर्मचारी छ विभिन्न ठाउँबाट मान्छे आछन् घुम्नको लागि। मुख्य ठाउँ चाहिँ यही हो घुम्नको लागि। यसरी हामी भित्र मन्दिरभित्र चाहिँ गएन किनकि टिकट सिस्टम थियो। नेक्स्ट टाइम अब साकुरा फुल्ने टाइममा चाहिँ टिकट काटिवरी जाने भित्र। यसरी लाइन पनि लामो छ नि त त्यही भएर। ल यो बाहिरको लोकेसन बाहिर अहिले यति नै। सियो अब नेक्स्ट नयाँ ब्लगको साथ नयाँ ठाउँ लिएर आउँछु। यो भिडियोलाई सक्दो सेयर लाइक कमेन्ट गरिदिनु होला। हस् त गुड बाई सायनारा।